हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना स्वागत छ मेरो मिनी ब्लगमा। साथीहरू, आज चाहिँ मेरो ब्लग चाहिँ किचनदेखि स्टार्ट भइरहेछ। अनि म चाहिँ खानाहरू बनाइसक्यो अरे, खानाहरू खाएँ अरे। अनि म चाहिँ ड्युटीतिर लागेँ। ड्युटी आउँदाखेरि एक दुईवटा कामहरू टेस्टहरू आइरहेको रहेछ। अनि म चाहिँ माइक्रोस्कोप सफा गर्दैछु। अनि मलाई स्याम्पल लाग्छ, त्यो स्याम्पल पनि म हेर्दैछु, टेस्ट पनि म हेर्दैछु। अनि म चाहिँ के रहेछ भनेर मस्तसँगले हेर्दैछु। अनि म चाहिँ कामहरू सकाएँ। अनि आज चाहिँ म ड्युटीबाट छिट्टो घर गएँ। म घर हिँडेको अब जाँदैछु, बाइकमा एक्लैछु। यस्तो झापकमा, यस्तो चिसो मौसममा चिसो हावा खाँदै म जाँदैछु। तपाईँहरूले बुझिराख्नु होला कस्तो छ भनेर। अनि म चाहिँ हाम्रो पुगेँ पसल। अनि पसलमा गएर दिदी मात्रै हुन्थ्यो। अनि हामी दिदी बहिनी चाहिँ घर गएर रेडी भएर लाग्यौँ बाटो। तपाईँले देखिसक्नु होला यो ड्रेसमा यिनीहरू कहाँ जाँदैछन् भनेर। अनि हामी चाहिँ पुग्यौँ चिया बगानमा पुग्दाखेरि मेरो बहिनीहरू त्यहीँ रहेछन्। बहिनीहरूसँग एकछिन फोटो भिडियो बनायौँ, खिच्यौँ ओर्यौँ र हामी त्यहाँबाट घरतिर लाग्यौँ। घरमा गएर नाचगान गऱ्यौँ ओर्यौँ राति 11:30-12 बजीसम्म। अनि यो चाहिँ रातको मेरो ब्लग हो। मैले नाचेको भिडियोहरू चाहिँ राख्नु पाइनँ। अनि मेहन्दीहरू लाउँदै हुनुहुन्छ यहाँ दिदीहरू। चियाहरू पनि खाँदैछौँ हामीहरू, धेरैजना छौँ। धेरै दिन पछाडि सबैजनासँग भेट्दाखेरि एकदम रमाइलो भयो। 4-5 महिना पछाडि भेट भएको। अनि गफ गरेर बस्यौँ। अनि हामी चाहिँ यहाँनिर गफ गर्दैछौँ, मेहन्दीहरू लाउँदैछौँ। अनि यहाँ दिदीहरू सबैजना हुनुहुन्छ, मेरो फुपूको छोरीहरू, मेरो दिदीहरू सबैजना हुनुहुन्छ। अनि यहाँ फोटो भिडियोहरू पनि खिच्यौँ। अनि टिकटकहरू पनि बनायौँ। मेरो टिकटक हो, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी सबैजना छौँ। मेरो माइली फुपू, जेठी फुपू, कान्छी फुपू, मेरो माइली दिदी, अनि मेरो बहिनी पूजा, अनि मेरो पारस भाइ सबैजना छौँ। अनि यो चाहिँ राति हामीले सबैजनालाई लाग्दै होला किन यिनीहरू यति धेरैजना भेला भएको, यसरी किन जम्मा भएको, यिनीहरूको परिवार, यिनीहरूको घरमा के छ भनेर लागिरहेको होला। हाम्रो निशा दिदीको बिहा छ नि त, निशा दिदीको बिहाको लागि हो यो सबै। अनि निशा दिदीको आज चाहिँ मेहन्दीको दिन थियो। मेहन्दीको दिन भएकाले गर्दाखेरि हामी चाहिँ सबैजना यसरी भेला भएर गफ गरेर बस्ने फुर्सद पाएको छौँ। सबैजना यहाँ बसिरहेको छौँ। अनि तपाईँहरू सबैलाई पनि थाहा होला आफ्नो परिवार सबैसँग भेट हुँदा कति खुसी हुन्छ भनेर। मलाई पनि त्यस्तै हुन्छ। अनि दिदीहरू सबैजनासँग भेट हुँदाखेरि यति खुसी लाग्छ कि मलाई त निन्द्रै लाग्दैन हो। राति रातभर दिउँसोभरि गफ गरेर बस्दा भन्दा नि म बस्दिन्छु। अनि हामी चाहिँ त्यति खाएर सुत्यौँ। अनि हामी चाहिँ बिहानै उठ्यौँ। अनि त्यहाँबाट हामी चाहिँ 4जना दिदी बहिनी, एउटा बाइक एउटा स्कुटरमा हामी चाहिँ त्यहाँबाट लाग्यौँ। अहिलेको मेरो मिनी ब्लग यति नै साथीहरू। अर्को ब्लगमा भेट्नुपर्छ हामी सबैजना। बाई बाई। लाइक कमेन्ट गर्न नबिर्सनु होला।